नमस्कार साथीहरु, हिजो जस्तै आज पनि हामीले मध्य प्रदेश वन रक्षकसम्म विशेष प्रश्नहरू लिएर आइसकेका छौं। तपाईहरु पनि मध्य विशेष चाहिँ इक्जाम दिँदै हुनुहुन्छ, परीक्षा दिँदै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। साथै त्यस्तै भिडियोहरू मध्य प्रदेश सम्बन्धी विभिन्न वन रक्षक फरेस्टर सम्बन्धी चाहिँ हामीले प्रश्नपत्रहरू सधैँ दैनिक नै भिडियो मार्फत तपाईहरु माझ पेश गरिसकेका हुन्छौं। त्यसैगरी आज ढिला नगरी प्रश्नतर्फ जाउँ। आज निकै सम्भावित प्रश्नहरू पढ्नेवाला छौं हामीले मध्य प्रदेशका लागि। तपाईले जुन आउँदो इक्जाममा सोध्न सक्ने खालका प्रश्नहरू सोध्नेछौं त हल गर्नेछौं है त। त्यसैगरी ढिला नगरी प्रश्नतर्फ जाउँ। मध्य प्रदेशमा सार्वजनिक कृषि वन कतिवटा छ भनेर पनि तपाईले सोध्न सक्छ है त। अप्सन नम्बर ए मा दिएको छ 54 भनेको छ, अप्सन नम्बर बी मा 68 भनेको छ, अप्सन नम्बर सी मा 98 भनेको छ, अप्सन नम्बर डी मा 104 वटा भनेको छ। मध्य प्रदेशमा सार्वजनिक कृषि वन चाहिँ कति छन् त 104 वटा छन् भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट आन्सर रहेको छ डी 104 वटा चाहिँ कृषि वन, सार्वजनिक कृषि वन चाहिँ मध्य प्रदेशमा रहेछन् भनेर सम्झिन सकिन्छ है त। प्रश्न नम्बर ए को राइट आन्सर रहेको छ डी 104 भनेर सम्झिनु होला है त। त्यसैगरी प्रश्न नम्बर 2 तर्फ जाउँ। प्रश्न नम्बर 2 मा रहेको छ सामुदायिक वनको कार्ययोजना कसले तयार पार्छ भनेको छ। यो अस्ति मैले चाहिँ वन एन सम्बन्धीका सम्पूर्ण क्वेशनहरुमा चाहिँ यो क्वेशन पनि राखिदिएको छु। तपाईले हेर्नु भएको छैन भने वन एन का सम्पूर्ण भागहरुलाई चाहिँ तपाईले हेर्न सक्नुहुन्छ है त। तल भिडियोमा दिएका छन्, तपाईले गएर हेर्न सक्नुहुन्छ। वन एन सम्बन्धीका सम्पूर्ण प्रश्नहरुमा मैले यस्ता प्रश्नहरु सजिलैसँग हल गर्न तपाईलाई सिकाइदिएको छु। सामुदायिक वनको कार्ययोजना कसले तयार पार्दो रहेछ त फेरि पनि हेरौं है त। ए मा रहेको छ उपभोक्ता समूह, अप्सन नम्बर बी मा रहेको छ रेन्जर, अप्सन नम्बर सी मा फरेस्टर, अप्सन नम्बर डी मा डिएफओ भनेको छ। हाम्रो चाहिँ सामुदायिक वनको कार्ययोजना कसले तयार पार्छ त उपभोक्ता समूहले चाहिँ तयार पार्छ। स्वीकृतिको लागि चाहिँ डिएफओ कहाँ पठाउँछ भनेर चाहिँ हामीले पढिसकेका छौं है त। अघिल्लो भिडियोमै वन एन का भिडियोमा हामीले पढिसकेका छौं। तर कार्ययोजना कसले तयार पार्छ त उपभोक्ता समूहले तयार पार्छ भनेर चाहिँ सम्झिने। यसको राइट आन्सर रहेको छ ए उपभोक्ता समूह भनेर सम्झिने है त। त्यसैगरी स्वीकृतिको लागि डिएफओले गर्दो रहेछ। सामुदायिक वनको कार्ययोजना कति वर्षको हुन्छ त न्यूनतम 5 वर्ष, बढीमा हाम्रो 10 वर्ष हुन्छ भनेर चाहिँ सम्झिन सकिन्छ। सामुदायिक वनमा चाहिँ 50% महिला चाहिँ समितिमा समूहमा चाहिँ अनिवार्य रूपमा हुनुपर्छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 3 तर्फ जाउँ। यसको 2 को राइट आन्सर रहेको छ फेरि ए है। उपभोक्ता समूहले चाहिँ बनाउँछ तर डिएफओले चाहिँ स्वीकृत गर्छ भने फिर्ता लिन सक्ने पनि कसले गर्छ त डिएफओले नै छ है। सामुदायिक वन फिर्ता लिन चाहिँ डिएफओले नै लिन्छ भनेर चाहिँ हामीले अघिल्लो भिडियोमा पनि पढिसकेका छौं। त्यसैगरी प्रश्न नम्बर 3 तर्फ जाउँ। प्रश्न नम्बर 3 मा रहेको छ वन्यजन्तुबाट घरपालुवा साना चौपाया जस्तै बोका मारेमा खण्डमा अधिकतम कति रुपैयाँ राहत पाउन सकिन्छ भनिएको छ। हाम्रो चाहिँ वन्यजन्तु घरपालुवा वनका चाहिँ वन्यजन्तुले चाहिँ तपाईको घरमा भएका खसी बोकाहरू मारिदिएमा चाहिँ तपाईले राहत स्वरूप कति पाउनुहुन्छ भनिएको छ। अप्सन नम्बर ए मा 30,000, अप्सन नम्बर बी मा 10,000, अप्सन नम्बर सी मा 50,000, अप्सन नम्बर डी मा माग गरे जति नै पाइन्छ भनेको छ। हाम्रो चाहिँ घरपालुवा जनावरबाट चाहिँ चौपाया बोकाहरू मारेमा चाहिँ अधिकतम कति चाहिँ राहत पाउँछौं त भन्दाखेरि मागे जति चाहिँ हामीले पाइदैन है त। त्यसमा पनि तुक दिएको छ। वन्यजन्तु राहत निर्देशिका 2080 अनुसार चाहिँ हामीले कति पाउँछौं त 10,000 पाउँछौं भनेर चाहिँ सम्झिन सकिन्छ। भने कहिलेकाहीँ चाहिँ हाम्रो खसी बोका त भयो तर भैँसी राङ्गा अनि त्यसपछि हाम्रो उन्नत जातको गाईहरू त्यस्तोको केसमा चाहिँ 60,000 पाइन्छ है त। पहिला चाहिँ 30 हो कि कति हजार थियो, अहिले चाहिँ 60,000 बनाएको छ भनेर चाहिँ सम्झिने हैन। पहिला चाहिँ 60,000 हो कि कति 30,000 हो कि कति पाइन्थ्यो, अहिले चाहिँ 60,000 पाइन्छ। उन्नत जातका हाम्रा भैँसी राङ्गा गाईहरू चाहिँ मार्दिएमा खच्चडहरू त्यस्तो चीजहरू मार्दिएमा चाहिँ कति त 60,000 रुपैयाँ चाहिँ राहत पाइन्छ भनेर चाहिँ सम्झिन सकिन्छ। 3 को राइट आन्सर रहेको छ बी 10,000 भनेर चाहिँ सम्झिने है त। खसी बोका साना पशुहरूमा चाहिँ यो लागू हुन्छ 10,000 भनेर सम्झिने है त। त्यसैगरी प्रश्न नम्बर 4 तर्फ जाउँ। प्रश्न नम्बर 4 मा रहेको छ मध्य प्रदेशको दोस्रो आवधिक योजना वन क्षेत्र 2075-76 मा कति पुर्याउने लक्ष्य राखिएको छ भनेको छ। मध्य प्रदेशको चाहिँ दोस्रो आवधिक योजनाले वन क्षेत्र 2085-86 मा कति पुर्याउने लक्ष्य राखिएको रहेछ भनेको छ हाम्रो प्रश्न नम्बर 4 मा है त। त्यसैगरी अप्सन नम्बर ए मा रहेको छ 24.78 भनेको छ, अप्सन नम्बर बी मा 26.5 भनेको छ, अप्सन नम्बर सी मा 30.3 भनेको छ, अप्सन नम्बर डी मा 35.
कति बनेको छ त 4 बनेको छ। 4 को हाम्रो राइट एन्सर रहेको छ बी को 26 पोइन्ट कति त 5 पुर्याउने लक्ष्य लिएको छ भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेको छ बी भनेर सम्झिनु होला है त। त्यसैगरी प्रश्न नम्बर 5 तर्फ जाउँ। प्रश्न नम्बर 5 मा रहेको छ माउ रुख भन्नाले कस्तो रुख हो भनेको छ। माउ रुख भन्नाले चाहिँ कस्तो रुख हो त भनेको छ हैन। माउ भन्नाले चाहिँ हाम्रो के त बिउ दिने भनेर सम्झिने है त। बिउ आमा रुख भनेर सम्झिने, मदर ट्री भनेर चाहिँ के त सम्झिन सकिन्छ है त। अप्सन नम्बर ए मा रहेको छ सबैभन्दा अग्लो रुख। अप्सन नम्बर बी मा बढी छिपिएको रुख। अप्सन नम्बर बी मा हाँगा धेरै र गोलाइ ठुलो भएको रुख। अप्सन नम्बर डी मा रोग व्याधि मुक्त बिउ उत्पादन दिने रुख भनेको छ। हाम्रो चाहिँ माउ रुख चाहिँ कस्तो खालको रुख हुनुपर्छ त रोग नलागेको बिउ दिने स्वस्थ हैन। त्यसैले मध्यम उमेरमा पनि मध्यम उमेरको चाहिँ के त माउ रुख हुनुपर्छ भनेर सम्झिने। बुढाखाडा अनि कलिला भर्खर बिउ दिन थालेका बिउले के त उत्तम खालको चाहिँ बिउहरू दिँदैनन् भनेर चाहिँ सम्झिन सकिन्छ। माउ रुख चाहिँ हाम्रो माउ रुख भन्नु नै मदर ट्री हैन, जसलाई हामी बिउ दिने रुख पनि भन्छौँ। त्यस्तो रुख चाहिँ कस्तो हुनुपर्छ त मध्यम उमेरको, रोग नलागेको, घाउ खत चोटपटक नलागेको रुख चाहिँ हुनुपर्छ भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेको छ डी भनेर सम्झिनु होला है त। त्यसैगरी प्रश्न नम्बर 6 तर्फ जाउँ। प्रश्न नम्बर 6 मा रहेको छ नेपाली हाते कागज कुन प्रजातिको रुखको बोक्राबाट बनाइन्छ भनेको छ। नेपाली हाते कागज चाहिँ कुन रुखको बोक्राबाट बनाइन्छ भनेको छ। अप्सन नम्बर ए मा अर्गाली, अप्सन नम्बर बी मा अल्लो, अप्सन नम्बर सी मा बाँस, अप्सन नम्बर डी मा लोक्ता भनेको छ। हामी चाहिँ नेपाली हाते कागज बनाउन चाहिँ कसको बोक्राबाट बनाउँदो रहेछौँ त लोक्ताको बाट चाहिँ बनाउँदो रहेछौँ। केबाट त बोक्रा। यो चाहिँ हामीले सङ्कलन कहिले गर्छौँ त वैशाख जेठतिर गर्छौँ भनेर चाहिँ सम्झिने है त। नेपाली हाते कागज बनाउन चाहिँ के त लोक्ताबाट प्रयोग गर्दो रहेछ। तर अल्लो चाहिँ कपडा है, कपडाको लागि चाहिँ प्रयोग गर्छौँ भनेर चाहिँ सम्झिने है त। त्यसैगरी प्रश्न नम्बर 6 को राइट एन्सर रहेको छ डी लोक्ता भनेर सम्झिने है त। त्यसैगरी प्रश्न नम्बर 7 तर्फ जाउँ। प्रश्न नम्बर 7 मा रहेको छ डिभिजन वन कार्यालय कुन सरकार अन्तर्गत पर्दछ भनेको छ। प्रश्न नम्बर 7 मा रहेको छ डिभिजन वन हैन कार्यालय चाहिँ कुन सरकार अन्तर्गत पर्दछ भनेको छ। अप्सन नम्बर ए मा स्थानीय सरकार, अप्सन नम्बर बी मा प्रदेश सरकार, अप्सन नम्बर सी मा संघीय सरकार, अप्सन नम्बर डी मा सबै भनिएको छ। हाम्रो चाहिँ डिभिजन वन कार्यालय कुन सरकार अन्तर्गत पर्छ त मध्य प्रदेश चाहिँ सरकार अन्तर्गत चाहिँ प्रदेश सरकार अन्तर्गत चाहिँ पर्छ भनेर चाहिँ सम्झिने। यसको राइट एन्सर रहेको छ बी प्रदेश सरकार अन्तर्गत चाहिँ डिभिजन वन कार्यालय पर्छ भनेर सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 8 तर्फ जाउँ। प्रश्न नम्बर 8 मा दिएको छ मध्य प्रदेशसँग सम्बन्धित प्रश्न दिएको छ है त। प्रश्न नम्बर 8 मा रहेको छ यस मध्य प्रदेशमा प्रति व्यक्ति काठको प्रयोग 2085-86 मा कति पुर्याउने लक्ष्य राखिएको थियो भनेको छ। प्रति व्यक्ति काठको प्रयोग चाहिँ कति पुर्याउने लक्ष्य राखिएको रहेछ त 2085-86 मा भनेको छ। अप्सन नम्बर ए मा 0.3 क्युफिट, अप्सन नम्बर बी मा 0.5 क्युफिट, अप्सन नम्बर सी मा रहेको छ 1 क्युफिट, अप्सन नम्बर डी मा 2 क्युफिट भनेको छ। हाम्रो चाहिँ 8 नम्बरमा चाहिँ हाम्रो के त काठ प्रति व्यक्ति क्युफिट चाहिँ 0.5 क्युफिट चाहिँ पुर्याउने लक्ष्य राखिएको छ भनेर चाहिँ सम्झिन सकिन्छ। यो मध्य प्रदेशमा तपाईलाई सोध्न सक्ने खालको प्रश्न हो भनेर पनि सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेछ बी 0.5 क्युफिट भनेर सम्झिने है त। त्यसैगरी प्रश्न नम्बर 9 तर्फ जाउँ। साल कस्तो प्रजाति हो भनेको छ। साल चाहिँ कस्तो प्रजाति हो त। साल कता पाइन्छ त हाम्रो 100 देखि 1500 मिटर उचाइमा पाइन्छ, तराई भेगमा चाहिँ पाइन्छ भनेर चाहिँ सम्झिने है त। अप्सन नम्बर ए मा सदाबार, अप्सन नम्बर बी मा पतझर, अप्सन नम्बर सी मा हिमाली, अप्सन नम्बर डी मा फुल नफुल्ने भनेको छ। हिमालीमा त पक्कै पनि परेन हैन, 100 देखि 1500 मिटर मैले भनि नै सके। फुल फुल्ने नफुल्नेसँग यो सरकारै भएन। हाम्रो सदाबार हो कि पतझड हो भनेको छ। हाम्रो साल चाहिँ के हो त पतझड हो जुन पात झर्छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। साल कस्तो हो त पतझड चाहिँ वनस्पति हो भनेर चाहिँ सम्झिने। यो चाहिँ पात झर्छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। यो चाहिँ निकै महँगो काठ हो भनेर सम्झिने। यसको एक ग्रेडको चाहिँ 1250 हो कि 1200 कति छ अहिले यसको सब। यो चाहिँ महँगो काठ हो। सबैभन्दा महँगो चाहिँ हाम्रो फेरि सती साल है त। सती साल जुन 1600 क्युफिट चाहिँ पर्छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। यसको चाहिँ पात झर्ने भएको कारणले गर्दा के त पात झर्ने भएको कारणले गर्दा यो चाहिँ के हो त पतझड हो भनेर चाहिँ सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 10 तर्फ जाउँ।
संरक्षित क्षेत्रभन्दा बाहिर रहेको वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन कसको कार्यक्षेत्रभित्र पर्दछ भनेको छ। संरक्षित क्षेत्रभन्दा बाहिर रहेको वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कसको कार्यक्षेत्रभित्र पर्दछ भनेको छ। यो संरक्षित क्षेत्र भन्दा बाहिर भनेको छ है, संरक्षित क्षेत्रभन्दा बाहिर बाहिर चाहिँ हाम्रो को हुन्छ त डिभिजन वन कार्यालयले हेर्छ, जुन जिल्ला चाहिँ वन अधिकारीले चाहिँ हेर्ने भएको कारणले गर्दा चाहिँ संरक्षित क्षेत्रभन्दा बाहिर डिभिजन वन कार्यालयले हेर्छ भनेर चाहिँ सम्झिने है। त्यस्तो अवस्थामा रहेको वन्यजन्तुको संरक्षण र व्यवस्थापन कसले गर्दो रहेछ त? अप्सन नम्बर एमा प्रमुख संरक्षण अधिकृत, अप्सन नम्बर बीमा प्रमुख जिल्ला अधिकारी, अप्सन नम्बर सीमा डिभिजन वन अधिकृत, अप्सन नम्बर डीमा प्रदेश वन निर्देशक भनिएको छ। त्यस्तो अवस्थामा चाहिँ हाम्रो डिभिजन वन अधिकृतले हेर्छ भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेको छ के त सी को डिभिजन वन अधिकृत भनेर चाहिँ सम्झिने है त। तर संरक्षित क्षेत्रभित्रको हकमा वैध संरक्षित क्षेत्र कार्यालयले चाहिँ हेर्थ्यो सम्बन्धित हैन, संरक्षण वार्डेनहरू चाहिँ हुन्छन्, उनीहरू चाहिँ हेर्थ्यो। तर संरक्षित क्षेत्रभन्दा बाहिर आयो भने चाहिँ हाम्रो डिभिजन वन अधिकृतको चाहिँ हक अधिकार पर्छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ सागरनाथ वन क्षेत्रले तलको मध्ये कुन जिल्लालाई ओगटेको छैन भनेको छ है। ओगटेको छैन भनेको छ, पछाडि चाहिँ राम्रोसँग क्वेशनलाई चाहिँ ध्यान दिनुपर्छ। कुन जिल्लालाई चाहिँ छोएको छैन भनेको छ। अप्सन नम्बर ए मा रौतहट, अप्सन नम्बर बी मा महोत्तरी, अप्सन नम्बर सी मा सर्लाही, अप्सन नम्बर डी मा धनुषा भनेको छ। हाम्रो चाहिँ कुन जिल्लालाई छोएको छैन त धनुषा जिल्लालाई चाहिँ छोएको छैन, तीनवटा जिल्लालाई चाहिँ छोएको छ भनेर चाहिँ सम्झिन सकिन्छ है त। तीनवटा जिल्लालाई छोएको छ भनेर चाहिँ सम्झिन सकिन्छ। तर विशेष चाहिँ हाम्रो सर्लाही नै हो है, फेरि प्रमुख जिल्ला चाहिँ हाम्रो सर्लाही नै हो भनेर चाहिँ सम्झिने है त। प्रमुख विशेष हैन, हाम्रो चाहिँ सर्लाही नै हो भनेर चाहिँ सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 12 तर्फ जाउँ। प्रश्न नम्बर 12 मा रहेको छ फेवा जलदार क्षेत्रलाई कहिले संरक्षित जलदार घोषणा गरिएको हो भनेको छ। फेवा जलदार क्षेत्रलाई चाहिँ कहिले संरक्षित जलदार घोषणा गरिएको हो भनेको छ। अप्सन नम्बर ए मा रहेको छ 2077 साल, अप्सन नम्बर बी मा रहेको छ 2078, सी मा रहेको छ 2079, अप्सन नम्बर डी मा रहेको छ 76 साल भनेको छ, 2076 साल भनेको छ। हाम्रो चाहिँ कहिले जलदार क्षेत्रलाई संरक्षित क्षेत्र पोखराको फेवा जलदारलाई चाहिँ हाम्रो फेवा संरक्षित जलदार चाहिँ कतिवटा छन् त एउटा मात्रै छ है। फेरि संरक्षित जलदार चाहिँ नेपालमा एउटा मात्रै छ भनेर सम्झिने। त्यो कहिले घोषणा भएको रहेछ त विक्रमसँग 2078 कति त माघ 24 मा चाहिँ के त घोषणा भएको भनेर चाहिँ सम्झिने। यसको राइट एन्सर रहेछ बी भनेर सम्झिन सकिन्छ है त। यो संरक्षित जलदार चाहिँ हाम्रो नेपालमा एउटा मात्रै छ, जुन पोखराको फेवाताल हो भनेर चाहिँ सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर 13 तर्फ जाउँ। प्रश्न नम्बर 13 मा रहेको छ सामान्य अवस्थामा वन क्षेत्रमा वृक्षारोपणका लागि खनिने खाल्डोको स्ट्यान्ड साइज कति हुन्छ भनेको छ। सामान्यतः वृक्षारोपणका लागि खनिने खाल्डोको साइज कति हुँदो रहेछ त? यो एकपटक सोधिसकेको प्रश्न पनि हो है त। अप्सन नम्बर ए मा रहेको छ 30 cm × 30 cm × 45 cm भनेको छ। अप्सन नम्बर यो बी हो, सी भएछ, बी मान्नु होला यसलाई सी मान्नु है त। 30 cm × 30 cm × 15 cm भनेको छ। अप्सन नम्बर सी मा भनेको छ 30 cm × 30 cm × 30 cm भनेको छ। अप्सन डी मा माथिका कुनै पनि होइन भनेको छ। सामान्यतः वृक्षारोपण खाल्डो खन्नको लागि हाम्रो कति त 30 cm × 30 cm चाहिन्छ भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेको छ सी 30 cm × 30 cm × 30 cm चाहिन्छ भनेर सम्झिने है त। तर कहिले कसो यो 45 को दिएको हुन्छ, 30 cm × 30 cm × 45 दिएको हुन्छ। यो डाले घाँसको लागि, यो घाँसका लागि हो भनेर चाहिँ डाले घाँस र फलफुलका लागि हो भनेर चाहिँ सम्झिन सकिन्छ। ए को चाहिँ हाम्रो चाहिँ यो चाहिँ केसको लागि त डाले घाँस फलफुलको लागि हो। तर सामान्यतः वृक्षारोपणको लागि चाहिँ हाम्रो सी को नै आवश्यक हुन्छ, जुन 30 × 30 भनेर सम्झिन सकिन्छ है त। त्यसैगरी यसको राइट एन्सर रहेको छ सी भनेर सम्झिनु होला है त। त्यसैगरी प्रश्न नम्बर 14 तर्फ जाउँ। एउटा मात्र वन संरक्षण क्षेत्र मध्य प्रदेशको कुन जिल्लामा रहेको छ भनेको छ। एउटा मात्र वन संरक्षण रहेछ है त। मध्य प्रदेशमा कतिवटा वन संरक्षण क्षेत्र छन् भनेर पनि सोध्न सक्छ। वन संरक्षण क्षेत्र चाहिँ हाम्रो नेपालमा जम्मा 11 वटा छन् भनेपछि संरक्षित क्षेत्र चाहिँ हाम्रोमा कति छन् त 21 वटा छन्। पहिला 20 वटा थियो, अहिले छायानाथ राष्ट्रिय निकुञ्ज थपिया कारणले गर्दा कतिपय त 21 वटा छन्। संरक्षण क्षेत्र भनेर सोध्न सक्छ। संरक्षण क्षेत्र 6 वटा छन् भनेर सम्झिने। वन संरक्षण क्षेत्र 11 वटा, अगाडि वन आयो भने चाहिँ हाम्रोमा 11 छन् भनेर सम्झिने। संरक्षित क्षेत्र 21 वटा छन्, संरक्षण क्षेत्र 6 वटा छन् भनेर चाहिँ सम्झिन सकिन्छ। भने त्यसैगरी मध्य प्रदेशमा चाहिँ यो 11 वटा मध्येमा एउटा रहेछ भनेर चाहिँ सम्झिने है त। 11 वटा मध्येमा एउटा रहेछ वन संरक्षण क्षेत्र भने त्यो चाहिँ कुन जिल्लामा चाहिँ रहेको रहेछ भनिएको छ। अप्सन नम्बर ए मा भनिएको छ
धनुषा अप्सन नम्बर बी मा 12 अप्सन नम्बर सी मा सरलाई अप्सन नम्बर डी मा वर्षा भनेको चाहिँ हाम्रो चाहिँ धनुषामा रहेको छ भनेर चाहिँ सम्झिन सकिन्छ। यसको राइट एन्सर रहेको छ ए धनुषा भनेर सम्झिने। त्यसैगरी प्रश्न नम्बर 15 तर्फ जाउँ। वन ऐन 2076 अनुसार खानतलासीको अधिकार कम्तीमा कुन दर्जासम्मको कर्मचारीलाई रहेको छ भनेको छ। अधिकार चाहिँ खानतलासीको अधिकार चाहिँ वन ऐन 2076 मा चाहिँ कति दर्जा पुगेको कर्मचारीलाई चाहिँ रहेको छ भनेको छ अधिकार। यो चाहिँ मैले अस्ति तपाईलाई वन ऐन पढाउँदाखेरि सम्पूर्ण यसको चाहिँ जानकारी दिइसकेको छु है त। अप्सन नम्बर हेरौँ। अप्सन नम्बर ए मा रहेको छ राजपत्र अङ्कित प्रथम, अप्सन नम्बर बी मा वन सहायक भनेको छ, अप्सन नम्बर सी मा राजपत्र अङ्कित द्वितीय भनेको छ, अप्सन नम्बर डी मा राजपत्र अङ्कित तृतीय भनेको छ। यो चाहिँ मैले तपाईलाई पढाइसकेको छु हैन। यसको उत्तर चाहिँ तपाईले कमेन्ट पनि गर्नु होला हैन। यसको चाहिँ हाम्रो राजपत्र अङ्कित द्वितीय श्रेणी है त। राजपत्र अङ्कित राजपत्राङ्कित भन्ने चाहिँ यो हाम्रो अधिकृत तर्फ चाहिँ जान्छ हैन। तर राजपत्र अङ्कित भन्ने चाहिँ हाम्रो कति त चौथो तह तर्फ चाहिँ जान्छ। राजपत्र अङ्कित द्वितीय श्रेणी भनेपछि हाम्रो श्रेणी तर्फ जान्छ। त्यो कारणले गर्दा यो चाहिँ हाम्रो फरेस्टर अनि प्रहरी सहायक निरीक्षकले राजपत्र अङ्कित द्वितीय सुश्रेणीले खानतलासी गर्ने व्यवस्था रहेको छ भनेर चाहिँ अस्ति हामीले पढिसकेको छ। यसको चाहिँ राइट एन्सर रहेको छ सी राजपत्र अङ्कित कति त द्वितीय श्रेणी भनेर सम्झिन सकिन्छ है त। त्यसैगरी प्रश्न नम्बर आजलाई 15 मात्रै। भोलि फेरि थप अर्को भिडियोमा चाहिँ हामीले अन्य थप प्रश्नहरू 15 ल्याउने नै छौँ। हाम्रो युट्युब च्यानललाई चाहिँ के त सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला, लाइक कमेन्ट गर्न नबिर्सिनु होला। आजलाई छुट्टिन्छौँ। हस्त, धन्यवाद।